के कटिङ हुँदैछ यस्तो रुख ढाल्न लाग्छु त रुख त ठुलै रहेछ त ठुलै छ ओहो 4 वर्ष कति भयो लगाएको फेरि यो ढाल्ने भनिराखन् पछिल्लो सालबाट त्यो पिर मानियो छ बिचरा हेरेर ढाल्ने भने पहिले सुकियो माथिबाट अघि माथि टुप्पामा त सुइयो रहेछ र अरे बेलुती छन् बेलुतीलाई अब यसले अलि बेलौती चाहिँ राम्रो फलिरहेको रहेछ यो हो भैया यो लगाएको अर्को वर्षबाट फल्ले थियो बेलुती अब यिन दुईटा रुख भयो भने यस्तो राम्रो फल्या खान बेलौती कति खानु र हैन ए भएर अब यो रुख काटेपछि झन् राम्रो हुन्छ बेलौतीलाई हुन्छ अब आफ्नै घरमा सबै चिज भयो भने रमाइलो हुन्छ क्या खाने आफ्नै करेसा बारीमा फलेको अरू बाँकी आँप बने अलिअलि आउन लागि अमिलाको बिरुवा पनि छ यो अमिलो अमिलो पनि रहेछ अमिलो पनि छ अब बेलुती भइयो अमराई पनि 8-10 वटा आयो रहेछ अहिले आउनु त कतकै आएको रे काक्ती पनि आएको रे हावाहुरीले सब झारिदियो छ खतम बनायो हावाहुरीले त मकै पनि सब ढाल्दिएर अहिले उठिरह अहिले ठारो बाहिर अब हेरौँ अब भिन्डी पनि हुँदैछन् खोर्सानीको बिरुवा पनि छन् अलिअलि आफ्नो घरमा सबै सम्पूर्ण हुनुपर्छ क्या खानेको लागि त दुःख छ भने जुराउनु नि पर्यो होइन अन्त मागेर खान नपरोस् हो त्यही त मिहिनेत गर्नुपर्छ क्या त्यही भएर यो रुखले ढालिदिने हो र दाउरा चिरेर भात पकाएर खाने रोटी बनाएर ढल्न पो कता ढल्छ यो उता गयो भन्दा झन् नोक्सान गर्ने भयो यसले यता आउनु दिन भएन यसलाई फाल्ने यतै हो धक्का दिनुपर्छ हामीले के लगाएर जान लाग्यो नि फेरि घाँस आज घाँस त सस्तै हुने भयो भैँसीलाई भैँसी बाख्राले खाने भए गए घाँस लगेर आज राति पानी डह्रो पर्यो त्यसै माटो नि सडक त यो घरको माथि चट्किया पड्किया जस्तो सुनिन्छ त म त सोचेको थिएँ सडक पनि फाटियो एकपटक हो र फेरि 3-4 पटक पो हो र मुटुक पो गर्थ्यो म डराएर बिउजे हाम्रो राति 1-2 चोटि त तेरे माटो नै पुरा थर 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 गर्थ्यो र मुटुक त डुम गरेर बम पड्के जस्तो यो घर चाहिँ फाल्ने भन्ने जस्तो गर्छ अरूले सोधेँ मैले बिहान तपाईँको घरको माथि नै यस्तै गर्थ्यो भने सबै घरमा गर्छ भनेर भन्थ्यो के म त सोधेँ लास्टै गरेर त गरेर घरको माथि आइयो भन्ने जस्तो एउटा रुख ढलिसक्यो यहाँ छ यी ढालेछौ अब यो त अब 4-5 अब लास्ट एउटा छ राख्न नि हुन्नै छ के बगेन हो छिप्पिहाल्छ गाप छिप्पिहाल्छ काँचैमा काट्ने सुक्यो भने त सकिन्न चाम्रो हुन्छ जानले नि सक्दिन क्या काम गर्न अब त बड्डो भयो छ खरिद छैन अब खान नि सकिन्न काम गर्न नि सकिन्न अब यस्तो छ पारा यहाँदेखि पनि घर बनाएर रहेछ भत्किएको छ यो घर त यो इटा बनाउने मान्छे बस्ने मान्छेले बनाएको घर हो गइके मान्छे अब काम छैन यो घरको अब अर्को साल अर्को वर्ष अब डोरी बाँध्न भए हुन्थ्यो तान्ने सजिलो हुन्थ्यो अहिले ढिगोलमला बन्चरो पनि के हो यार भारी भारी छ र नआउनु भन्दा रहेछ हाम्रो पनि धार छैन क्या लाग्दैन घाँस त आज जति पनि भयो पानी आउनु लाखा झन् बानी बानी हालिदिने म काट्छु खै लामो भिडियो हो लामो छ यार तै लामो हाल्ने